होइन, जबसम्म राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको कुरा भएको थियो, उनीहरूबीच वार्ता भएको थियो, तबदेखि नै उनले लगातार राष्ट्रिय स्वतन्त्र पार्टीमा पदको बार्गेनिङ गर्दै आइरहेका छन्। पहिला राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति नै आफैले पड्काउन पाउनुपर्छ भन्ने उनको माग थियो भने पछिल्लो समय आएर अहिले फेरि पार्टीको नाम फेर्नुपर्छ, पार्टीको चुनाव चिन्ह फेर्नुपर्छ, हाम्रो पार्टीबाट पनि 3-4 जना पदाधिकारीहरू थपिनुपर्छ, केन्द्रीय समितिमा पनि हाम्रो त्यत्तिकै चाहिँ भागभण्डा हुनुपर्छ, जताततै हाम्रो भागभण्डा हुनुपर्छ, अन्यथा हामी मिल्न सकिँदैन भनेर उनले र उनको पार्टीले बार्गेनिङको राजनीति गरिरहेको थियो। त्यो सर्वविदितै कुरा थियो। हुन त जबरजस्ती भएको एकता टिक्दैन। कुलमान घिसिङ र रासोपा बीच जबरजस्ती एकता भएको थियो। समानुपातिक सूची बुझाउनु पर्ने अन्तिम दिनमा आएर उनीहरू बीच जबरजस्ती एकता गराइदिएको थियो कसैले, यानि कि सुदन गुरुङले जबरजस्ती एकता गराइदिएका थिए भन्ने समाचारहरू आइरहेको थियो। अब यसरी जबरजस्ती गरेको एकता टिक्दैन। र अर्को कुरा, यसरी भागभण्डाकै कारण एकता भाँडिन्छ भने त्यो एकता गरेको भन्दा नगरेको राम्रो। राष्ट्रिय स्वतन्त्र पार्टीमा लामो समयदेखि कति मेहनत गरेका, दुःख गरेका, घण्टी भन्दै हिँडेकाहरू पछि बसेर उनीहरूलाई चाहिँ अगाडि ल्याएर कुलमान घिसिङलाई चाहिँ वरिष्ठ उपसभापति जस्तो पदमा ल्याएर राखिदिँदा पनि अब त्यो हुँदैन, मान्दैनन् भने त्यो गरिराख्नु आवश्यक पनि छैन। पदको भागभण्डामा गरेको एकता कहीँ कतै टेक्दैन। हामीले योभन्दा अगाडिका उदाहरणहरू पनि देखेका हौं। नेकपामा कस्तो रडाको मचिएको थियो त्यो पनि देखिएकै। त्यसो यस्तो एकता गरेको भन्दा नगरेको राम्रो। राष्ट्रिय स्वतन्त्र पार्टी त्यसै पनि एउटा अब्बल पार्टी बनिसकेको छ, आम जनताको मनमा बसिसकेको छ। उसको चुनाव चिन्ह त्यत्तिकै दमदार छ, सबैले घण्टी सबैको मुखमा घण्टी भन्ने चुनाव चिन्ह पनि उसको चाहिँ प्रचार भइसकेको छ। अब यी सबै कुराहरूलाई त्यागेर फेरि नयाँ चिज ल्याएर जोडेर त्यसले के पार लाउन सकिएला त? कुनै हालतमा सकिँदैन।